दर्शकबिन यो दृश्य देख्न सक्नुहुन्छ। यो दृश्य कहीँको नभएर हाम्रै देश नेपालको हो। यो दृश्यमा देखिरहनु भएको छ मानिसहरू कठिनाइको साथ आवतजावत गरिएका छन्। बिरामी मानिस अनि धेरै मानिसहरू। यस्तो बाटो हेर्नुहोस्, माटो तल तल खसिरहेको छ, तर हेर्नुहोस् त आवतजावत गर्न कति कठिनाइ भएको छ। हाम्रो नेपाल सरकारले ध्यान नदिएको विषय योमा छ। साँच्चीकै नेपालमा जन्मनु भनेको गर्व त लाग्छ, तर देश बिगारिएको कारण गर्व पनि कता कता हराउँछ। हजारौँ युवाहरू यस्तै विषयलाई समेट्दै दैनिक वैदेशिक रोजगार रोजिरहेका हुन्छन्। तर यो बाटो भाषणमै सीमित हुन्छ। घर घरमा बाटो बनाइदिन्छु, घर घरमा पानीको धारा बनाइदिन्छु भन्दै भाषण ठोक्ने, जब आफ्नो कुर्सीमा पुगिन्छ जनताहरू कहाँ छन् भनेर नहेर्ने हाम्रो यो देशको चलन छ। यही ठाउँमा यही बाटो भएर वृद्ध आमा बाबा, बिरामी मानिसहरू, बच्चा बच्चीहरू हिँड्छन् होला, तर ती जनताहरूका छोराछोरी अनि आमा बाबा अनि अशक्त मानिस र बिरामी मानिस यो बाटो कसरी आवत जावत गर्न सक्छ त? दर्शकबिन, साँच्चीकै यो दृश्यले एकदम भावुक बनाउँछ अनि सरकारले चासो राखोस् भन्दै यो भिडियोलाई जति सक्दो सबैले सेयर गर्नुहोला। हजुरको एक सेयरले गर्दा यो देशलाई केही सहयोग पुग्न सक्छ, यो देश केही नयाँ बाटोतिर मोडिन सक्छ। नमस्कार।